छोटो दुई शब्द मेरी स्वर्गीय आमालाई। मेरी प्यारी स्वर्गीय आमा, आज सारा विश्वभरि नै आमा दिवस मनाइँदैछ। प्रेमको खानी आमा तिमी भने यहाँ ठुला साना उपहारहरू आमाको काखमा टक्राइँदैछ। मलाई पनि कृतज्ञ भए तिमीलाई अङ्गालोमा बेसरी कसी धन्यवादको उपहार दिन मन छ। तिम्रो त्यो अनगन्ती प्रेमको बलिदानहरू सम्झी थाहा नपाई आँसुका धारा मेरो यहाँ बग्दछ। अहिले आमा, तिमी एक भुल्न नै नसकिने याद मात्र बनेकी छेउ। पिताको प्यारी भएकी छेउ। आत्मामा नजिक भए नि शरीरमा कहिल्यै देख्न नसकिने धेरै नै टाढा त्यो देश पुगेकी छेउ। तर सम्झना गर्छु आज फेरि त्यो दिन। कसरी हो आमा, मेरो खुसीको निमित्त तिमीले आफ्नो खुसी लुकाएको याद आउँछ आमा। मेरो आँसुमा तिमी पनि रोएको। भिरले मलाई नपत्याउँदा, मेरो खिल्ली हाँसो उडाउँदा, मेरो सामु खडा भई प्रशंसा मेरो गरेको, बिरामी म पर्दा अनि मन टुटी निर्बल हुँदा, हो आमा तिमीले नै मलाई सम्हालेको। हो आमा, तिमीले नै मलाई सम्हालेको। तिम्रो उपस्थितिको खालीपनामा अहिले अझ तिम्रो महत्त्व बुझ्दैछु। तिमी नहुँदा घरको सुन्दरता नै ढली गएको महसुस म गर्दछु। संसारमा अब उपरान्त तिम्रो स्पर्श म पाउन सक्ने छुइनँ भन्ने कुराले यो हृदय चसक्क दुखे तापनि कहिले साथ नछुटिने हाम्रो बुबाको घरमा सधैँलाई हाम्रो मिलन निश्चय हुनेछ भन्ने जिउँदो आशा मिल्दा ढुक्क यो हृदय म पाउँदछु। ढुक्क यो हृदय म पाउँदछु। संसारमा रहँदा तिम्रा असल कामहरूको गुणगान मानिसहरूले जब गाएको सुन्दछु, साँच्चै नै आमा तिमी त एक अति नै दया र नम्रताले भरिएकी स्त्री रहेछौ। प्रार्थनाको बलियो धरहरा पो रहेछौ। आमा, तिमी उत्तर दिशाको चम्किलो तारा रहेछौ। संसारले कहिले बिर्सिनु नसक्ने एक मिठो सम्झना पो रहेछौ। परमेश्वरको प्रेम र भयमा आफ्नो पुरा जीवन समर्पण गर्दै एक असल उदाहरण छोडी जाने तिमी मेरी प्यारी स्वर्गीय आमा पो रहेछौ। मेरी प्यारी स्वर्गीय आमा पो रहेछौ।